साथीहरू नमस्कार जोजलप्पा अनि यो समय फेरि एउटा नयाँ भिडियो लिएर आएको छु अनि आज चाहिँ हामी सैलुङतिरको यात्रामा छौं। सैलुङ अनि नेपालको एकदमै भनौं न दोलखा जिल्ला रामेछाप जिल्ला मा भएको एउटा भनौं न यस्तो दामी लोकेसनमा हामी यात्रा गर्दै छौं। अनि अहिले हामी यहाँनिर बानेश्वरबाट यो सुरुवात हो अनि बानेश्वरको यो सिन एकदमै लोभलाग्दो देखिएको कारण मैले क्याप्चर गर्ने मौका पाएँ अनि यो एकदमै आनन्दको सिन छ है। संसद भवन सुरज सर आउनु भयो, चढ्नु भयो बानेश्वरको उसबाट हाम्रो संसद भवन। हेलो बागमती पुल हैन त यो बागमती पुल है। दामी कार है डिम्पल कोटेश्वर चौक यता गल्कुतिर जान्छ। यता हामी बनेपा लेखेर के अरे जडीबुटी चोक यता जडीबुटीतिर जान्छ। कता ए रोक्नु उता पो रहेछ। उहाँ सिटी बजाइसक्यो साथीले। सुस्मिता वेलकम। अस्ति आगो लगाएको ठाउँ जडीबुटी सन्चो फ्याक्ट्री है। यो पछाडिको हाँसेकाहरू के गरेर हाँस्यो कसको के हो मेरो मोबाइल त फाल्यो। मोबाइल पास गर्नु हाम्रो फर्स्ट टाइम ग्रुप हो चलाएको। हाम्रो लिडर हामीलाई गाडी चलाउनु सिकाएर यहाँसम्म लिएर आइदिनु भएको छ। अहिले हामी धुलिखेल आइपुग्यौँ। अहिले चाहिँ यो धुलिखेल बनेपा धुलिखेल सूर्य विनायकदेखि धुलिखेलको जुन 4 लेनको बाटो हुँदैछ यहाँ चाहिँ बनिसकेको छ। अहिले धुलिखेलमा हामी आइपुगेका छौँ। यो धुलिखेलको एरिया हो। यहाँबाट चाहिँ बीपी हाइवे सुरु हुन्छ राइटतिर, जुन अहिले तपाईँले देख्नुहुन्छ यो ठाउँ है। अगाडि हेर्नु त यो बाटो चाहिँ बीपी हाइवेमा टच हुन्छ र यो बीपी हाइवे यहाँबाट सुरु हुन्छ। तर हामी बीपी हाइवेतिर जाँदैनौँ, यो हामी तल अरनीको हाइवेतिर जान्छौँ जुन चाहिँ हाम्रो 12 विषय 5 खाल 12 विषय जाने बाटो गर्दैछौँ। यो हो केरा गाडी। ल छिटो आउनुहोस् यहाँ अर्ग्यानिक एसएल अर्ग्यानिक कफी लस्सीमा। छिटो नल्याउँदा के हुन्न। ल हेर उतै त हो नि, मैले देखिसकेँ। उता पो हो के अरे बालुवातिर जाने। यता त बालुवातिर हो। खाजा मिठो भयो कि भएन?
नमिठो भयो भने के भन्नु त भइसक्यो नमिठो कसको के लाग्छ अब नमिठो भयो के आधा मिठो होइन भोग मिठो भोग मिठो माफ गर्नु होला यहाँ चाहिँ हामीले अब यो गीत राम्रो गीत थियो हामीले कपिराइटको कारण सुनाउन सकेन एकदमै रमाइलो साथ हामी यात्रा गर्दैछौँ सैलुङको लागि जस रमाइलो भइराखेको छ यहाँ चाहिँ हाम्रो खाना खाने ब्रेक भयो अनि खाना खाने ठाउँमा हामी आइपुगेका छौँ अब हामी यहाँबाट खाना खाएर लगभग 1 घण्टासम्म हामी समय बितायौँ खाना खाने ठाउँमा त्यसपछि हामीले यहाँबाट फेरि यात्रा सुरु गर्यौँ यहाँबाट पनि अझै हामी यो चाहिँ लगभग खाडी चौर अलि आएको छैन अनि यहाँ चाहिँ हामी खाना खाएर यहाँबाट हामी यात्रा गर्दैछौँ फेरि अन्तिम भिडियोको अन्तिम बेलासम्म यहाँ नाच रमाइलो छ जोस यो गीत एकदमै राम्रो गीत रहेछ तर हामीले देखाउन पाएनौँ सरी त्यसको लागि हाम्रो नाच एकदमै बहिनीहरू दिदीहरू एकदमै नाच्दै हामी रमाइलो गर्दै हामी बसमा यात्रा गऱ्यौँ अनि एक प्रकारले भन्नुपर्दा भनौँ न एउटा फ्यामिली टाइपले हामीले यात्रा गऱ्यौँ यहाँ हामी डिफ्रेन्ट परिवारबाट छौँ विभिन्न परिवारबाट हामी एकसाथ भएर गएका छौँ तर एउटा परिवारको रूपमा हामी जाने मौका भयो अनि यो एकदमै राम्रो भयो तर पछि त उता माथि त अब अलिकति गाह्रो नै भयो मलाई किनभने साथीहरू र हाम्रो नानी हामीसँग सानो नानी भएको कारण हामीले जुन हाइकिङ गऱ्यौँ त्यो चाहिँ लगभग भनौँ न एक प्रकारले हामी मात्रै जान पर्यो तर पछि फेरि साथीहरू त पछि आउनु भयो तर हामीले साथीहरूसँग चाहिँ हामी त्यहाँ माथि सैलुङमा चाहिँ माथि साथीहरूसँग माथि पुग्न पाएनौँ त्यो चाहिँ अलिकति भनौँ न यद्यपि त्यसो हुँदाहुँदै किनभने हामीले हाम्रो नानी चाहिँ बिस्तारै हिँड्नुपर्ने सानो नानी भएको कारण त्यसैले गर्दाखेरि यो चाहिँ हाम्रो ड्राइभर घर रहेछ ड्राइभर भाइको उसको घरमा हामी हेऱ्यौँ अनि यो हो खाडी चौर यहाँबाट हामीले यो होटेलबाट कहाँबाट मिल्दैछ फोटो स्टुडियोबाट हामी कहाँ आइपुग्यौँ हामी यसलाई भन्छ खाडी चौर चौरमा आइपुग्यौँ सबजना जानु एकचोटि चार्ज सकिएछ नि त चार्ज कसरी यसरी त्यो चार्ज होइन नि यो हो चार्ज Come here. Say hi. Go. Off go. Bye. Bye. Hello. Bye. Hi. No hi. Bye bye. I already say hi. अब मलाई लाग्छ के Okay. Bye bye. Bye bye. खाडी चौरको खोला खाडी चौरबाट सुनकोशी गाउँपालिका आयो हामी प्रिय साथीहरू जिन्दगी एउटा यात्रा हो तर सधैँ हिँड्नेहरूको लागि सायद रमाइलो यात्रा नहुन सक्छ हाम्रो लागि रमाइलो यात्रा भइरहेको छ सैलुङको यात्रा मेरो पहिलोचोटि म सैलुङ यात्रा गर्दैछु मुडेसम्म त म यात्रा गरेको छु यो बाटोहरू यहाँ बाटोको जुन अवस्था छ एकदमै आनन्दमय छ अनि कति कुराहरू यसबाट के पनि छ भन्दाखेरि भनौँ न म यात्रा गर्दै गर्दा रमाइलो त एकातिर छँदैछ यो ठाउँ चाहिँ अर्को कुरा चाहिँ जिरी जाने बाटो भएको कारण पनि होला यो हाइटमा पनि छ अनि तल हामी बादलहरूलाई तल देख्छौँ अनि हामी माथि हुन्छौँ त्यसले गर्दाखेरि पनि यो यात्रा एउटा रोमाञ्चक भनौँ तर पनि हामीहरूको लागि मात्र होला सायद धेरै यात्रा गरिरहने व्यक्तिहरूको लागि रोमाञ्चक नहुन सक्छ यो ठाउँहरू
अनि जिन्दगी पनि कसैले यही कुरा हो जिन्दगी पनि कसैलाई यही चीज राम्रो उत्तम भइराखेको हुन्छ भने कसैलाई यही कुरा पनि भारी भइराखेको हुन सक्छ गाह्रो भइराखेको हुन सक्छ सो कहिले पनि अरूलाई आफूलाई जे हुन्छ त्यो कुरा चाहिँ अरूसँग तुलना नगर्नुहोस् हामी डिफरेन्ट प्रकारले चाहिँ हामीले अनुभूति गर्छौं हैन हामी मुडे आइपुगेका छौं अनि यो ठाउँबाट चाहिँ एकदम यो ठाउँ एक प्रकारले नेपालको एउटा हैन स्वर्ग जस्तै छ सुन्दर छ यो ठाउँहरु घुम्नको लागि है त जस आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् मुडे बाटो मुडे भयो हामी यो बाटो लाग्छौं तल अनि त्यहाँबाट यो बाटो छ कालिम्पोङ जाने बाटो भयो हैन यहाँ चाहिँ दुईटा बाटो रहेछ यहाँबाट यो ठाउँबाट चाहिँ तपाईँ दुईटा माथि गयो यो चाहिँ मुडेको यो चाहिँ हाम्रो मुडेबाट तल ओह्रालो लाग्ने रहेछ हैन ल यहाँ चप्पलहरू किन्दैछ कटाएर आयो हामी तल अब बिस्तारै तल ओह्रालो लाग्दैछौँ हामी यो चाहिँ मुडे बजार हो यो देखिएको मुडे बजारबाट हामी के अरे माथिको सैलिङतिर निस्केर खरीढुङ्गातिर जाने होइन रहेछ अनि खरीढुङ्गा त कहाँ आउँदैन नि आउँदैन कहाँ खरीढुङ्गा आउँछ कस्तो राम्रो मिलेको सल्लाह है चरीकोट त्यो बजार त्यो बजार के त्यो परको बजार घरहरू सबैभन्दा धेरै जहाँ देखाएको छ त्यही त्यो चरीकोट त्यही त्यो डाँडो कालिम्पोङको डाँडो मुडे यो मेले भन्ने ठाउँ जहाँ चाहिँ हाम्रो गाडी बिग्रियो अगाडिको चक्कालाई हामीले चेन्ज गर्नु पर्यो जसले गर्दा हामी यहाँ लगभग 1.5 घण्टा समय बित्यो यहाँ अनि 1.5 घण्टासम्म हामी यो ठाउँमा बस्नु पर्यो चिया खायौं अनि एकछिन रमाइलो गर्यौं यो ठाउँमा पनि यो चाहिँ थुप्रै ठाउँहरुमा रहेछ एउटा दुईटा तीनटा चारवटा बाटो रहेछ यो ठाउँबाट जाने ठाउँहरु छ यहाँबाट यो क्षेत्रबाट यो चाहिँ चरीकोट हो चरीकोट बजार यो सबै हिमाल देखिन्थ्यो तर आज देखिया छैन केही पनि बादलले छेकेछ हिमाल जस्तै चाहिँ भयो अनि आलु खेतीहरु चाहिँ टन्नै छ अनि यहाँ फोटो खिच्दैछ यताबाट सैलिङ जान्छ यो बाटो उकालो चल्ने मेहेले हामी यताबाट आएको यहाँ थुप्रै बाटो रहेछ यहाँ हाम्रो उता भन्दा महँगो रहेछ है त्यसो भए 130 मा त आउँदैन 150 सम्म आउँछ के चाहिँ हाम्रो सुरसर यो चाहिँ किन नलड्नु भा झर्ना मेरो सबै भिउखि दिए हैन एकछिन मलाई नसगार्नु बिस्तारै जानु त कति राम्रो भ्यू हो क्या गाइस यस्तो राम्रो ठाउँमा आएर गाडी बिग्रेको अवस्था गोप्रो चलाउनु कसरी गोप्रो चलाउनु कसरी चलिरहेछ त रेकर्ड गरिरहेछ एन्ड गर्नु पर्यो हैन तातो पानी बजारमा बसेको तातो पानी बजार बन्दैमा सोल्दै
जस हामी आइपुग्यौँ। के भन्छ यसलाई? के भन्छ अरे? के गरेको भन्छ यसलाई? म्यारिनेट कि म्याग्लिनेट? म्यारिनेट। यो सबै हाल्दियो न। हाम्रो टिम यहाँ छन्। हामी यो होटलमा बसेछौँ। भर्खर तयार गरिराखेको होटल भयो। अनि यता पनि छन् हाम्रा ग्रुप। अनि यहाँ पनि हुनुहुन्छ। अनि यहाँ पनि मोबाइल खेल्दै हुन्छ। यहाँनिर पनि छन्। यहाँ चिया पनि खाँदैछन्। अनि हाम्रो यहाँ चाहिँ बेलुकाको लागि बारबेक्यूको लागि हामी तयार पार्दैछौँ साथीहरूले। हाम्रो यहाँ हो के अरे यसो नखाने हामी। हिमाल चाहिँ राम्रो देखियो। जस बेलुकीतिर भए पनि हिमाल चाहिँ देखियो। बिहान चाँडै है 6 बजे भन्दा अगाडि मौसम चाहिँ ल सैलुङ जानलाई यहाँसम्म गाडी आउँछ। यहाँबाट चाहिँ हिँडेर जानु पर्यो। यहाँ गाडी राखेर अनि यहाँबाट चाहिँ हिँडेर जाने हो। यो चाहिँ राम्रो देखिएछ। सेतो खालको लाली गुराँस के भन्छ? लाली गुराँस होइन? भाइ बाबु के लिएर आएको तिमीले? स्कुल पढ्नु पर्दैन? पढेछ? पढ्छ कि पर्दैन? कहाँ छ तिम्रो स्कुल चाहिँ? 1 घन्टा? कतिमा पढ्छ? ए अनि काम पनि गर्ने हो? सैलुङ होइन, विशेष गरी यो ठाउँ चाहिँ मिनी ग्रेट वाल कालापानी भन्दो रहेछ। अनि कालापानी भन्ने ठाउँ हो। यहाँबाट चाहिँ 1 घन्टा लगभग एकदम फास्ट हिँड्नेहरूको लागि चाहिँ 1 घन्टा, नत्र बिस्तारै हिँड्नको लागि चाहिँ लगभग 1.5 घन्टामा चाहिँ हामी चुचुरोमा जुन सैलुङ डाँडा छ, 100वटा थुम्काको डाँडो, अनि त्यो 100वटा थुम्का हेर्न मिल्ने ठाउँमा चाहिँ त्यहाँ जानको लागि चाहिँ लगभग तपाईँले 2 घन्टा यहाँबाट पैदल यात्रा गर्नुपर्छ है। यहाँबाट हामी गढवाल चढ्दै सकिन्छ। रमाइलो ठाउँ, जो पनि आउन सक्छन्, रमाइलो छन्। जान्दैन अहिले फेरि माथिको खिच्नुपर्छ। यो हो ग्रेट वाल। हामी आइपुग्यो ग्रेट वालमा। चाहिँ यता पर्यो यो, हामी चाहिँ यताबाट। अनि यो हामी लाली गुराँस फुलेको भएर, पिङ्क कलरको लाली गुराँस भएर हामी यहाँ खिच्न आयौँ। यो चाहिँ लाली गुराँस। यो चाहिँ अर्को यो देखिएको ठाउँ चाहिँ कालापानी भन्ने ठाउँ हो होइन, सैलुङ कालापानी। अनि यो ठाउँ विशेष गरी डिफ्रेन्ट काइन्ड अफ कलर्स होइन, कलर्स लाली गुराँस चाहिँ हामीले पाउने रहेछ। त्यसैले लाली गुराँस भनेको त रातो मात्र भयो नि त लाली भनेको, तर यहाँ चाहिँ विभिन्न प्रकारको पिङ्क, सेतो होइन, अनि पिङ्क कलरको, अनि त्यसपछि अरू कलरहरू पनि यहाँ पाउँछ रहेछ। त्यसैले यो ठाउँ चाहिँ लाली गुराँसको लागि पनि एकदमै फेमस रहेछ है। त्यसैले लाली गुराँस फुल्ने टाइममा तपाईँहरू यो ठाउँमा आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। यहाँनिर पिक्चरहरू खिचेर आगो बाल्दैछौँ। यहाँनिर हामी के बारबेक्यू होइन के भन्छ? बारबेक्यू। बारबेक्यू ओके, बारबेक्यूको लागि बारबेक्यू क्यूब बारबेक्यू 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 बाबी बाबी त ओके। मेरो अघि दाइले लगाउनु भएको थियो कि प्लास्टिकको झोलामा राखेको थियो, प्लास्टिकको झोलामा थियो त्यो फुरफुरी गर्ने बानी मलाई अचम्म लाग्यो नि। हामी अहिले यहाँ आइपुग्यौँ। अब हामी यहाँबाट अझै जाँदैछौँ माथि चढ्दै।
यहाँ आउँदा चाहिँ अलिकति हिँड्ने अनि ओह वाइट यो भिडियो अगाडि नै बनाउनु भइसक्यो हो यहाँको यहाँबाट अब बनाएको छैन कि यसरी हिँड्दै हिँड्दै माथि आइपुग्यो यसरी हिँड्दैछौँ छैन बेबी अझै छ थाक्यो हे मेरो बेबी पनि हिँडेछ ओ पिङ्कको अलि उता हिँड्नु न म देखाइदिन्छु अहिले देख्यो आउनुहोस् आउनुहोस् बिस्तारै बिस्तारै नदौड बिस्तारै यो चाहिँ यसो बिचमा टप रहेछ यो यहाँबाट ऊ त्यहाँ हो डाँडो ल यता देख्यो पुग्न सकिन्छ हामी सकिन्छ आयौँ त्यो ग्रेट वाल माथि देखाउनु न कहाँ उता माथि कस्तो मजा देखिन्छ यहाँबाट चाहिँ अब यो ऊ छैन अब फोटो खिच्ने भिडियो भन्दा अब हामी माथि आउन लाग्यो गाह्रो है हिँडेर मोमो कहाँ जानु भयो कहाँ पुगिसक्नु रहेछ यसो माथि थाक्यो कस्तो थाकेको है मोमो त नथाकेको जानु भयो होइन बिस्तारै जानु भयो सैलुङ आइसक्यो नि सैलुङे डाँडा अह घर पनि बनाएछ बिचमा यस्तो कुराले यस्तो ठाउँहरूले चाहिँ हाम्रो मनलाई अलिकति शान्त बनाउँदो रहेछ यस्तो यस्तो कुराहरू सिनहरू राम्रो सिनहरूले क्यामेराले त देखेन बाबा अझै निरो जानु पर्यो क्यामेराले देखेन अझै निरो पुगेपछि हामीले देखाउँछौँ है 100 ठुङ्गा छ अरे यहाँदेखि गन्ने होला नि होइन सिलो यहाँ 100 ठुङ्गो छ यहाँबाट चाहिँ देख्यो हामी त यो हो म पनि भिडियो हेर्नु पर्ला देखिएको म पनि भिडियो हेर्नु पर्ला यसको है ओ रेडोडेन्ड्रन तर देखेन भाइ फुल हैन अब यो चाहिँ हेर्नुस् त कस्तो दामी छ ल सैलुङको पहिलो थुमको हामी आइसक्यो कता चाहिँ उता चाहिँ देखेको थियो अहिले चाहिँ नदी माउन्टेन हरमा पुग्यो ओके अब भयो मलाई अब हामी God bless you, baby. Well, thank you. Welcome. खाल्डो बाटो हिँडिसक्यो है त्यहाँतिर हिँड्नु म भीमसेनको तरबार रे अनि यहाँ चाहिँ स्वord of भीमसेन you know भीमसेनको तरबार स्वord of यहाँ चाहिँ ढुङ्गा
यसरी मिलाएर यसरी मिलाएर राखेको अघि नै पनि त्यस्तो छ हैन अब पनि एउटा बनाउनु ल भीमसेनको दरबार रे कहाँ आयो जस्तो है यो यताबाट आएको हामी यताबाट आएको यहाँ चाहिँ फेरि टावर ऊ त्यहाँ पर देखिएको छ अब म यो खिच्छु क्या वेट अनि यहाँ चाहिँ कालापानी सैलुङ जाने यता रहेछ अनि जुरेढुङ्गा महादेव यताबाट जाँदो रहेछ है यो बाटो चाहिँ यता चाहिँ हामी यहाँ आएपछि चाहिँ थकाइ पनि होइन थकाइ पनि सकिँदो रहेछ थुल्काहरू हामी टोलदेखि माथि आएको यहाँबाट होइन हामी खेल्दै खेल्दै आयो नि त अब तल जानु कस्तो अब ऊ त्यो चुचुरोमा पुग्ने हो अब हामी यहाँ माथि नाभिए एउटा फोटो हाल्दै पोस्ट गरिदिएको क्या भिडियो फेसबुक घुमा ल कस्तो राम्रो के छे कस्तो अघि नि कस्तो क्युट पपी थियो यो ल सैलुङको डाँडाहरू हेर्नुहोस् ठुम्काहरू धेरै ठुम्काहरू छ यहाँबाट देखिसक्यो अझै हामी माथि पुग्नु छ अझै अलि उकालो छ यो चाहिँ यस्तो रहेछ ल यो पनि एउटा ठुम्का हो हामी चढेको पानी निस्केछ दिनु त लेमन यस्तो माथि आएर पानी छ भने नानु डनको उता नजाऊ आउटसाइड त छ नि हामी त्यो त उता छेउ छ क्या डेन्जरस एकछिनको लागि हिँड्दै खिचौँ त तपाईँ त्यो माथि चढेर आयो भने त जान्न मन लाग्छ अब त्यहाँ जाने अब त्यहाँ जानु म त्यहाँ के छ भने ओके अब एकछिनमा आउँछौँ यो चाहिँ हामी यहाँ माथि आइपुगिसक्यौँ लगभग अब नजिक छ यो चाहिँ पृथ्वीको नाइट अरे नोभल अफ दि अर्थ के छ केही छ त केही छैन पृथ्वीको नाइट हो भन्दा कसरी ल एनिवे ल हेर्नुहोस् है या बाबा मरे नि खुट्टा हो भाइ आऊ माथि चाहिँ हामी नानु आऊ मेरो छोरो त आउँदैछ सिधा होइन रहेछ यही हो आइपुग्यो टावर यो माने केले बनाएको किन बनाएको खास यो पहिल्यै बनाइरहेको थियो यो उहिले थियो पहिले हजुरहरूभन्दा पहिले तपाईँहरू यतैको हो काम गर्ने यता चाहिँ अर्कै जिल्ला पऱ्यो नि त यो दोलखा
माथि चढ्नलाई 20 रुपियाँ शुल्क लिन्छ रहेछ सैलुङ भ्यू टावर चढ्नलाई। हो भ्यू टावर माथि चढ्नलाई पैसा लाग्छ? हजुर चाहिँ पैसा लिने हो? ए 20 रुपियाँ लिन्छ। ओके 20 रुपियाँ लिन्छ। यो मानेहरू हेर्नुहोस्। अब मैले माथि उसबाट चढिनँ म चाहिँ यता मात्र देखाएँ तपाईँहरूलाई। सैलिङको अर्को पाटो पनि उताको पाटो जुन हामी आएको भयो यता अर्को यताबाट पनि आउँदो रहेछ यो होइन। यहाँ पनि रहेछ चारैतिर तपाईँले देख्न पाउनु। यहाँ मान्छेहरू जाँदो रहेछ यो टावरमा तर 20 रुपियाँ तिर्नु त्यो मानेहरू बनाएको छ। पहिल्यैदेखि यो थियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सो त्यही खिच्नको लागि म यहाँसम्म आएँ र यहाँहरूलाई मैले यो देखाउनको लागि नै यताको पार्ट्स यो भयो यताको पार्ट्स अनि यो पूर्वी भेग यो उत्तरी भेग हामी आएको बाटो यही हो। मेरो छोरी पनि यहाँ आइपुग्यो अनि हामी चाहिँ यहाँ आइपुग्यौँ है त। अब यति रहेछ यहाँबाट फर्किने हो। जान सक्दैन सोमा देखे कि देखेन? काठमाडौँबाट 4 घन्टाको ड्राइभमा होइन यो पुगेर अनि जस बिहानै निस्केर बेलुका पनि फर्किन सकिने ठाउँ, हाइकिङ गर्नको लागि राम्रो ठाउँ, सस्तो पैसा भनौँ न थोरै पैसामा गएर आउन सक्ने ठाउँ अनि एकचोटि पुग्नै पर्ने जस्तो लाग्यो मलाई यो ठाउँ। यस्तो आनन्द छ कि सो तपाईँलाई पनि रिक्वेस्ट गर्छु काठमाडौँको बनेपादुलखेलदेखि लिएर भनौँ न विभिन्न ठाउँहरूबाट यो ठाउँ जानलाई एकदमै राम्रो ठाउँ छ। तराईतिरबाट पनि आउँदाखेरि पनि यो सिन्धुली साइडतिरबाट आउँदा पनि हुने ठाउँ एकदम राम्रो छ है। मान्छेहरू धेरै आउँदैछन्। हजुर नो जम्प है। मैले भने नो जम्प कस्तो लड ढुङ्गामा थेचिएन भने सबै लुगै मैला गरे चिप्लो भयो नि कान्छ। यस जीवनमा एकपल्ट पुग्नै पर्छ, बुढेसकालमा जान सकिन्न, त्यसकारण उमेर छँदा नै घुमेर आउनु होला यो ठाउँ है। त्यही भएर जम्प नगर भनेको कारण त्यही त, झन् कति लडिसक्थ्यो यहाँ। अब लट्ठी चाहिन्थ्यो। हाम्रो यो दुईटा दिदीहरूको फोटो खिच्नु न है। मेकअप गरेर आएको रे फोटो खिच्नु मान्छे भन्नु। युट्युबमा हेर्नु तपाईको फोटो भन्नु। युट्युबमा हेर्नु हजुरको फोटो। अब ल बन्द गरे है। बाटोमा यस्तो किन्ने ठाउँहरू पनि छ, तपाईँले केही किनेर लिन पनि सक्नुहुन्छ। जस राम्रो छ ठाउँ है। सैलुङको हामी फर्केको यो मेरो छोरोहरू फर्किँदैछ अनि ऊ त्यो डाँडो छ यो टुप्पो कता हो यो टुप्पोमा पुगेर आयो हो। भोक लाग्यो अब तल होटलमा गएर खाने। अनि यहाँ चाहिँ यहाँसम्म चाहिँ ऊ बनाएको छ ग्रेट वाल डिजाइनको वाल बनाएको छ। तिमी मेरो भिडियो बनाइदेऊ है। ल भिडियो बनाइरहेको छु अहिले बिस्तारै है यो चाहिँ हैन
बिस्तारै है मोमो हामी चाहिँ यसरी फर्किँदै आयौँ फर्किसकेपछि चाहिँ मेरो श्रीमतीले मेरो नानीको लागि भनेर यो फुल टिप्दैछ अनि फर्केर लगभग हामी मिनी ग्रेट वाल्सको मुनिपट्टि पुरानो बाटोबाट हामी फर्किरहेका थियौँ अनि यो फुल टिप्दै हुनुहुन्छ अनि अब हामी फर्किसकेका छौँ धन्यवाद यो समय हेर्नुभएको लागि पुरा भिडियो अनि तपाईँहरूलाई पनि सैलुङमा जानलाई म रिक्वेस्ट गर्छु एकचोटि घुम्नुहोस् रमाइलो गर्नुहोस् अनि जीवनमा अरू बेलामा नहोला सो यहाँनिर होटलको पनि केही जानकारीहरू राखेको छु मैले अनि त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ नम्बर सहित छ है बसेको चाहिँ यो होटल हो 7 ब्रदर्स भन्दो रहेछ सैलुङ 7 ब्रदर्स तपाईँ फोन नम्बर यहाँ छ यहाँ आउनुभयो भने यहाँ बस्ने सुविधाहरू राम्रो छ यसको बारेमा यहाँको भाइले गर्ने कुरा यहाँबाट चाहिँ तपाईँ हिँडेर गइसकेपछि हिँडेर जानुपर्छ यहाँभन्दा उता गाडी जाँदैन सो उनीहरूको चाहिँ भर्खर स्टार्ट गर्दैछ अनि भर्खर खुल्दैछ अनि तर हामी बस्ने चाहिँ तल राम्रो व्यवस्था भइसकेको छ अझै पनि व्यवस्था गर्दैछ सही थुम्का सैलुङ हेर्न चाहनुहुन्छ भने हाम्रो दोलखा जिल्ला सैलुङ गाउँपालिका काल्पनिक सैलुङमा हजुरहरूलाई वेलकम छ भन्न चाहन्छु थ्याङ्क यू धन्यवाद हामी भोलिपल्ट नै यसरी गाडीमा फेरि हामी चढ्यौँ र त्यसपछि हामी फेरि फर्किनलाई तयार भयौँ भोलिपल्ट हामी लगभग 12:30 बजे रेडी भयौँ काठमाडौँ फर्किनको लागि र काठमाडौँ फर्किनलाई हामी रेडी भएका छौँ हाम्रो साथीहरू सबैजना अब बसेर हामी काठमाडौँ फर्कन्छौँ Hi. Hello. So just looking like wow. Looking like a wow. अनि हामी फर्किँदाखेरि पनि रमाइलो भ्यूहरू हेर्दै हामी फर्क्यौँ अनि नाच्दै रमाउँदै गाडीमा चाहिँ म्युजिक बजिरहेको थियो जुन म्युजिक मैले प्ले गर्न मिल्दैन कपिराइट लाग्छ भनेर सो प्रिय साथीहरू हामी यसरी काठमाडौँ फर्क्यौँ अनि लगभग हामी काठमाडौँ बेलुकाको 7 बजेतिर हामी आइपुगेका थियौँ र लगभग हामी चाँडै आउँथ्यौँ तर बिचमा अलिकति त्यो जाममा पर्यौँ हामी यो बनेपा धुलिखेलको अनि जुन सूर्यविनायकसम्मको रोड बन्दैछ त्यहाँनिर हामी अलिकति अड्क्यौँ त्यसो हुँदाखेरि लगभग 1 घन्टा जति हामी उसमा भयौँ नत्र हामी 5-5:30 बजे नै आइपुग्थ्यौँ सो फर्किँदा पनि यो विभिन्न यो केराबारी हो यो र हामी केराबारी आइपुगेका छौँ यहाँबाट पाँचखालको भ्यू पनि तपाईँले राम्रोसित देख्न सक्नुहुन्छ तल पाँचखाल र अहिले हामी लगभग धुलिखेल आउन केराबारी आइपुगेका छौँ